तिमीमा चाहिँ जस्ट पास गर्दै छ बायोलोजी भने चाहिँ के हो भने कसैले सोध्यो भने तपाईँ भन्न सक्नुहुन्छ ल पर्रै के आयो तपाईको कति आउनु पर्ने कति आयो तपाईको मेरो 3.7 कट्नु पर्ने हो मेरो 3.47 आएको छ हामीले यति धेरै मेहनत गर्यौं तर हामीले चाहेको जस्तो मार्क्स पाएन हामीलाई त्यही चाहिएर आएको कति चाहनु भएको थियो तपाईले मार्क्स हामीले 3.40 समथिङ त्यस्तै चाहिएको हो मागेर पाउने भएमा लाइक हाम्रो यो हामीले मेहनत गरे जस्तो मार्क्स नआएर हामी यहाँसम्म आउनु पर्यो पास भइसक्नु भएको छ किन यसरी आउनु पर्यो पढ्ने बेला हेर्नुस् त त्यही त आफूले मेहनत गरेर लेखेको अब आफूलाई मार्क्सै दिएन त तपाईहरुले चाहेको जति नम्बर दिने भने त टिचर किन राख्नु पर्यो कलेज किन राख्नु पर्यो एक्सपेक्टेसन कति थियो आयो कति एक्सपेक्टेसन त मेरो त ए सम्म थियो धेरै पनि थिएन तर ए भन्दा पनि मेरो त एनजी पो छ त 0.0 जिपे छ त्यो जसरी रिजल्ट धमाधम प्रकाशित पनि भयो डबल प्राइस पाउँछु भनेर होला है 35 दिन भित्रै निकालेर जिपिए चाहिँ पर्सनली 3 खोजेर आएको हो हैन तर मेरो एक्सपेक्टेसन अनुसार चाहिँ मेरो मिनिमम एक्सपेक्टेसन पनि 3.61 थियो हैन पास भइसक्नु भएको छ किन कराउनु परिरहेछ म पास त भए तर पास भयो भन्नेमा हुँदैन नि त इंग्लिशमा मेरो बी आएको छ तो क्या हो गया त्यो त जति नै गाह्रो क्वेशन भयो भने मेरो इंग्लिशमा बी आउँदैन आउनु पर्ने अब म्याथमा त कति आउँछ भन्ने कुरा थाहा छ नि त हामीलाई मजाले 60-65 मार्क्स गरेर आएको म म्याथमा फेल भएको छु ल ये क्या सुन रहा हूं मैं म्याथमा त ट्याक्कै निकाल्नु पर्छ नि त हजुर हैन ट्याक्कै निकालेकै छ आफैले चेक गर्दाखेरि पो धेरै नम्बर आउँथ्यो कि हजुर तपाईँ चाहिँ फेल हुनु भएन हैन त म फेल भइन तपाईँ त आन्दोलनमा किन आउनुभयो त्यसो भए आई डोन्ट नो राम्रोसँग पढ्नुपर्छ पास हुनलाई राम्रो ग्रेड ल्याउनलाई चाहिँ कलेज बङ्क गरेर डुल्न जाने अनि त्यसपछि राम्रो ग्रेड चाहिने घरको लागि पनि त हुन्छ नि त बाबुले यति राम्रो ल्याउँथ्यो भन्ने हुन्छ पहिला सानो बेल्टले हान्नु त बुवाले यो पटक त्यस्तो भेटिएन त नाइ त्यस्तो बुवाले बेल्टले चाहिँ हान्नु पर्ने तपाईको जिपिए चाहिँ कति आएको छ जिपिए 2.80 तर म जति आउनु पर्ने त्यति चाहिँ आएको छैन मेरो कति आउनु पर्थ्यो कहाँ के मिस भयो त्यो भन्नुस् त कति आउनु पर्ने भन्नाले मतलब 3 कट्नु पर्ने मतलब एक्सप्रेसन थियो मेरो अनएक्सपेक्टेड आयो कि यो त आकाश पछि जस्तो भयो कति आयो त आउनु चाहिँ एक्सपेक्टेड चाहिँ मेरो 3.96 थियो आयो चाहिँ 3.85 आर यु कमेडी मी अब मलाई थाहा हुन्छ नि त मैले के लेखेको छु भनेर चीटिंग करता है तू चीटिंग करता है तू आफूले लेख्नु भएको कपी आफै चेक गर्नु पाउनु पर्छ भन्ने त नि तपाईहरुको त्यसको त झन् नम्बर धेरै आउँथ्यो कि यो पार्शियल एक्जाम पनि दिन पाइन्छ यसमा सहभागी नहुने अब म सहभागी हुने तर अहिले पनि मेरो एक्जाम मैले दिए भने फेरि मेरो त्यही त्रुटि भएपछि म के गर्ने अनि नेपालमा पनि कसैको डी प्लस आउँछ नै किन आउनु भो हजुर यो मेरो 12 को रिजल्ट एकदमै खतम निकालेको छ यो सरकारले जिपिए चाहिँ कति आएको छ हजुर 3.75 मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फ्यामिली म्याथमा चाहिँ ए प्लस आउनु पर्थ्यो आएन के आयो बी प्लस आयो अबे साले तपाईको म्याथमेटिक्समा ए प्लस आउनु पर्नेमा बी प्लस आयो ए प्लस आउनु पर्यो अरु केही थाहा छैन हैन हजुर कस्तो जमाना आयो है हेर्दा अब फेल भएर अझै चित्त बुझेन भने आन्दोलन गर्ने हामीलाई त एउटा विषय भन्दा लाजले भुटुक्क भएर है कस्तो हुन्छ शरम लाएर अझै बीचबाट गएर आन्दोलन गरेर अब फेल भएर मार्क्स एक काउन्ट गरेर बसेको हुन्छ के सबै काटकुट गरेर पनि पोस्टमा आउँदाखेरि पनि यान्जी आएको छ छक्क छु म त घरमा मम्मी बाबाले गाली गर्नुहुन्छ भन्ने डरले माइती घरमा आउनु भएको त होइन नि म्याथ जस्तो सब्जेक्टमा त हामीलाई थाहा हुन्छ नि कति आउँछ भनेर म्याथमा मेरो धेरैमा बिग्रेको भयो 3 मार्क्स बिग्रेको थियो 3 बाट सिधै बी प्लस मा झार्दिएको छ यो काठमाडौँ भरिको पनि पुरै जना आएको छैन मेरो मम्मीले पनि मलाई दिनु भएको थिएन तर म लडेर आफ्नो हकको लागि लड्छु भनेर आएको छु अब के होला त अब के होला देशमा अब के हुन्छ देशमा म डेली एक्जाम दिएर आएर काउन्ट गर्थे मेरो सारेको मान्छेको उसको ए प्लस आएको छ भने मेरो बी प्लस आएको छ म्याथमा अनि किन सार्न दिएको त आफ्नो कापी त्यही त हामीले त तिमीले उसको सारे होला भनेर पो तिमीलाई नम्बर नदिएको त अब अर्को पाली आउनु अब यस्तो होला नि त नानी अब तिम्रो सबै सारो आफ्नो तर्फबाट पनि एक दुईटा लेखे होला कि त तिम्रो ह्यान्डराइटिङ नराम्रो हुन पर्छ पहिलाकै सरकार ठिक थियो हामीले त्यही सरकारले गरेर रहेछ त त्यही सरकारले गरेको कुरा केही राम्रो परिवर्तन नल्याउने भएछ त हामीलाई पहिलाकै सरकार ठिक
राइट थियो नि त। एकदम राम्रो कुरा हो, पढाइ चाहियो, अनुभव चाहियो। कस्तो चाहिएको जस्तो मार्क्स आएन तपाईँले लेखेको जतिको त त्यही अनुसारले मार्क्स आएको होला नि होइन र? होइन त्यो त लाइक मेरो अब 3.20 मात्रै आउँछ। मेरो त्योभन्दा धेरै मैले यति धेरै मेहनत गरेर लेखेको त्यत्रो 3 घन्टा बेन्चमा बसेर लेखेको त्यत्रो हात दुखाइ लेखेको त्यति धेरै प्र्याक्टिस गरेको यही हो हाम्रो। तपाईँको दुखेसो भनेको सरकारसँग किन यति छिटो निकाल्यो भन्ने मात्रै हो रिजल्ट। यी विद्यार्थीहरूले भोलि पर्सि +2 मा चाहिँ चिट चोर्न पाउनुपर्छ भनेर आन्दोलन गर्छन् भनिरहेछन् तपाईँहरू। के तपाईँहरूको माग हामीलाई पास गराइदिनु पर्यो, ग्रेड बढाइदिनु पर्यो, यस्तो पनि माग हुन्छ? म कहिले फेल नहुने मान्छेलाई एन्टी भइरहेको छ। तपाईँ खेल्नु भयो? मलाई एन्टी आयो, म फेल भए जुन हुनै सक्दैन कि म फेल भएको कुरालाई त्यो पत्तै सक्दैन कि मान्छेले। म फेल भएको कुरालाई त्यो पत्तै सक्दैन कि मान्छेले। क्यों नहीं पढ्ने बेलामा कौनो केटो र कौनो केटीको पछि हिँडिस, अझ अहिले माइती गराएर त्यो बा आमालाई कि तँ यस्तो के बा आमाले त मार्छन्, दोडाल्नु फुत्काउँछन्, त्यही भएर राम्रो चेक गरेन, त्यही भएर राम्रो आएन भनिदिएपछि त आनन्दै भयो। पोखरेलजीलाई पैसा चाहिन्छ, हामीले यतिकै दिन्छौँ, तर हामीलाई मानसिक तनाव दिने काम बन्द गर्नुपर्छ। जोर जोर से बोल के लोगों को स्कीमें बता दे। योभन्दा हामीले एमाले खिच्छ, हामीले राष्ट्रबाट सपोर्ट गरियो। तपाईँहरू चाहिँ ल पर्ने चाहिँ डेटिङ जाने डुल्ने अनि त्यसपछि राम्रो ग्रेड चाहिने तपाईँहरूलाई भनिरहेको छ। तपाईँहरू +2 मा गएपछि चिट चोर्न पाउनु पर्छ भनेर पनि आन्दोलन गर्ने होला फेरि। हामी सरकार विरुद्ध होइन, हामी प्रणाली विरुद्ध। प्रणाली परिवर्तन गरिदिने अब तपाईँहरू। भाषाको तालमा नै देश चलाइराखेको जस्तो जुन सरकारको यो रवैया छ, सायद मलाई लाग्छ सायद उहाँहरूले उत्तर पुस्तिका जाँच गर्दाखेरि पनि, जाँच गर्न लगाउँदाखेरि पनि त्यही ढङ्गले उहाँहरूले चाहिँ त्यही केही न केही खाएर नै त्यो जाँच गरेको जस्तो चाहिँ देखिन्छ। तालमा उत्तर पुस्तिका जाँच गरियो। शिक्षा मन्त्री के हेरेर बसिराख्नु भएको छ, यो सरकार के हेरेर बसिराखेको छ, यो विषयमा त ध्यान केन्द्रित छ। उहाँहरूको त महाधिवेशनमा ध्यान केन्द्रित छ, अरूलाई झोले भनिराख्नु भएको छ, अरूलाई मासु भाते भनिराख्नु भएको छ, तर आफूहरूले त्यहाँ के गरिराख्नु भएको छ? यो माइती घरमा आएर बस्ने चाहिँ ट्रेन्डै भएछ। अब जे पनि देखियो होइन, क्लास इक्जाममा फेल भयो नि माइती घर, यसो झगडा भयो नि माइती घर, रुना मन लाग्यो नि माइती घर, जहाँ गयो नि माइती घर रहेछ। अब एउटै मात्र कुरा बाँकी रह्यो, एउटा पखाला लाग्यो मलाई भनेर माइती घर जान बाँकी रह्यो, अर्को मलाई कब्जियत भयो, कन्स्टिपेसन भयो भनेर जान बाँकी रह्यो। त्यति पनि जाओ, अब त्यो देखेपछि अब मरे पनि ढुक्क भयो नि त। उहाँहरूले चाहिँ के गर्न खोज्नु भयो भन्दाखेरि चाँडो रिजल्ट निकाल्ने, त्यसको लागि सुरुमा एसईको सेटअप गर्ने, एसईको सेटअप गरिसकेपछि चाँडो रिजल्ट निकालेर उहाँहरूलाई चाहिँ सकेसम्म जनवरी इन्टेकमा नसक्यो भने सेप्टेम्बर इन्टेकमा चाहिँ उहाँहरूले विद्यार्थी विदेश पठाउन खोज्नु भएको। यो भन्दा उहाँहरूको अरू औचित्य परिपूर्ति केही पनि हुँदैन। अगर हम करें तो करें क्या, बोले तो बोले क्या। छिटो निकाले पनि कुन कुन मापदण्ड अनुसार निकालिएको छ त्यो सबै हामीलाई बुझाउनु पर्यो। 35 दिनभित्र हामीलाई कुनै पनि हतार थिएन, 2 महिनाभित्र निकाले पनि हामी सन्तुष्ट नै थियो। आप कहाँ के ज्ञानी बाबा।